यो चाहिँ हाम्रो मौवा भन्ने रुख। यो चाहिँ हाम्रो तराई बेल्टमा, नेपालको तराई बेल्ट, इन्डियासम्म चाहिँ नि म्याक्सिमम यो चाहिँ प्राय जनजातिहरूले चाहिँ यसलाई चाहिँ एज अ स्विटनिङ एजेन्ट अथवा यसले चाहिँ यो फलफुलको रूपमा पनि भन्दा पनि यो धेरै इन्डियाको धेरै ठाउँमा चाहिँ आदिवासीहरूले यो प्रसादको रूपमा पनि यसलाई भगवान्लाई चाहिँ अर्पण गर्ने। अनि यता तराई बेल्टमा चाहिँ प्राय गाउँमा चाहिँ यसको चाहिँ स्प्रिट भनौँ न, रक्सी बनाएर, लोकल रक्सी। यो चाहिँ नि गजबको चिज, धेरै पुरानो मौवाको रुख। अब यो चाहिँ लिमिटेड मात्रामा छ यहाँ हाम्रो, होइन भरतजी? के छ त यो मौवाको विषयमा? हो अब अस्ति हामीले अलि अगाडिसम्म लिइरहेको रक्सी के को भन्दाखेरि यही मौवाको रहेछ। यो चाहिँ एकदम ठुलो जाइन्ट रुख छ। अब यसको फुलहरू फुल्ने होला होइन हजुर? यो फुल निस्किँदैछ अब चाहिँ। फुल फुल्छ यो हजुरको वैशाख जेठमा चाहिँ यो झर्छ। निस्किने यसको फ्लेभर, यसको रक्सीको स्वाद चाहिँ लिएको थियो। अब यो रुख पनि देख्न पाइयो। रक्सीको स्वाद सँगसँगै रुख हेर्दा पनि आनन्द आयो। ठिक छ नि, यो एकदमै हाम्रो यो जङ्गली भनौँ न, यो वाइल्ड हो, वाइल्ड रुख हो यो। हजुर हो। यो अब धेरै जस्तो यो मधेसमा चाहिँ यो कटान भएको छ। यो मान्छेले नबुझेर यसको महत्त्व, यसलाई गर्न सक्ने ब्रान्डिङका कुराहरू, होइन? हामी इम्पोर्टेड रक्सीमा मात्रै कुरा गर्छौँ। स्कच, विस्की। अब यो हुने हो भने यसको लगभग यो र मेटेरियल अब लार्ज स्केलमा त पाउला नपाउला, अब यसलाई कसरी हुन्छ जगर्ना चाहिँ गर्नु पर्यो, होइन त? हो, एकदम एकदम। जय मौवा। जय मौवा। मौवाको नयाँ सिजन आउँदैछ। नयाँ सिजनको लागि अब तयारी छ यहाँ, तयारी गर्नु पर्यो। लिभर किडनी सब सफा गरेर डिटक्स गर्दैछौँ हामी। नयाँ मौवालाई चाहिँ हामी फेरि स्वागत गर्दैछौँ तयारीमा। यो चाहिँ हाम्रो यो चाहिँ एडिबीको प्रोजेक्ट। यो नेपालीको भनौँ न अब त्यो एकदमै सहर विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यालय इकाइ बाँकेद्वारा सघन शहरी विकास कार्यक्रम अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाभित्र सडक तथा नाली निर्माण कार्य प्याकेज 1 र 2 को उद्घाटन माननीय शहरी विकास मन्त्री श्री रामकुमारी झाँक्रीज्यूबाट सुसम्पन्न भयो। अब यो रामकुमारी झाँक्री दिदीले उद्घाटन गरेको भनेर फेरि अब अर्को प्यानल पछि पार्टी विभाजनपछि केपी ओली प्यानलका साथीहरूले चाहिँ यसलाई फेरि तोडफोड गर्नुभयो। अब यो आवश्यकै थिएन, यसलाई यो गरिराख्नुपर्ने, होइन? ठिक छ, जे जस्तो भए पनि अलिकता कुरूप देखिएको छ यसलाई चाहिँ, होइन? बाटोघाटो यति राम्रो छ, तर ठ्याक्क यहाँनिर आउँदाखेरि यो इन्ट्रान्समा अनि यसले चाहिँ हाम्रो नेपाली राजनीतिक संस्कृति, त्यही नै भनौँ, अरू त के भनौँ, राजनीतिक संस्कृति र नेपाली कतिसम्म होइन त भरत सर, नेपाली कतिसम्म चाहिने ऊ छ भन्ने कुरा चाहिँ यस्ता कुराहरूबाट पनि देखिन्छ। यो तोडफोड गरिएको छ। अहिले हामी भैयापुर यता चाहिँ हाम्रो यो सानो भैयापुर र यता सैनिक इलाका छ। अब अगाडि चाहिँ मेरो निवास हुँदै हामी डिएसतिर नामदारी निवास हुँदै हामी लाग्छौँ। यति नै छ अहिलेको लागि।